हेलो साथीहरू, नमस्कार। आजको यस भिडियोमा हाम्रो दैनिक जीवनमा प्रयोग हुने केही वाक्यहरू र त्यसको उत्तर चाहिँ कसरी दिने भन्ने कुरा चाहिँ सिक्नेछौँ। भिडियोको अन्तिमसम्म रहेर हेर्नुहोला। फर्स्टमा रहेको छ मिता कुलु। मिता कुलु यसले चाहिँ तपाईँलाई कस्तो छ भनेर चाहिँ प्रश्न गर्ने गर्छ। अब यसको उत्तर कसरी दिन सकिन्छ? तपाईले यसलाई इहान हिवा भनेर पनि उत्तर दिन सक्नुहुन्छ, अथवा हिवा कुलु भनेर उत्तर दिन पनि सक्नुहुन्छ, अथवा तोसी हिवा भनेर पनि उत्तर दिन सक्नुहुन्छ है त। इहान हिवा कुलु ओलेन अलुत बिमे आइकोइन वाहन किरेइनेन, यसरी पनि भन्न सकिन्छ। इहान हिवा कुलु मलाई राम्रै छ अथवा मलाई ठिक छ। ओलेन अलुत बिमे आइकोइन वाहन किरेइनेन, बिमे भनेको चाहिँ पछिल्लो, आइकोइन भनेको चाहिँ समय, पछिल्लो समय, वाहन भनेको अलिकति अथवा थोरै, किरेइनेन भनेको बिजी, व्यस्तलाई चाहिँ किरेइनेन भन्छ। म पछिल्लो समय अलि व्यस्त छु। इहान हिवा कुलु मलाई ठिक छ। ओलेन अलुत बिमे आइकोइन वाहन किरेइनेन, पछिल्लो समय म अलि व्यस्त छु। दोस्रो क्वेसन रहेको छ मितेन पाइबासी ओन मेन्युत। मितेन पाइबासी ओन मेन्युत कसरी भन्ने अर्थ दिन्छ मितेनले चाहिँ। पाइबासी भनेको चाहिँ दिन, तपाईँको दिन भन्न खोजेको। ओन मेन्युत भनेको चाहिँ कसरी बित्यो भनेर चाहिँ मेन्युतले जनाउँछ। मितेन पाइबासी ओन मेन्युत, तपाईँको दिन कसरी बित्यो। अब यसलाई कसरी उत्तर दिने त? पाइबानी ओन मेन्युत, पाइबानी दिन, ओन मेन्युत, अब यसरी बित्यो भनेर भन्नु पर्यो नि त। पाइबानी ओन मेन्युत इहान हिबिन, मेरो दिन राम्रैसँग बित्यो। काबिन, काबिन भनेको चाहिँ म गएँ। काबिन तैसा, म काममा गएँ। तैसा भनेको काम। या भनेको चाहिँ र, म काममा गएँ र। सेन याल्केन तुलिन कोतिन, सेन याल्केन भनेको त्यसपछि, कोतिन भनेको चाहिँ घर, यो मिहिन फर्ममा रहेको छ। कोतीलाई चाहिँ कोतिन बनायो। तुलिन भनेको आएँ, आउनु, म त्यसपछि घर आएँ। पाइबानी ओन मेन्युत इहान हिबिन, काबिन तैसा या सेन याल्केन तुलिन कोतिन, मेरो दिन राम्रैसँग बित्यो, म काममा गएँ। काबिन तैसा, म काममा गएँ र त्यसपछि म घर आएँ। सेन याल्केन भनेको त्यसपछि, तुलिन कोतिन, तुलिन भनेको आउनु, कोतिन भनेको म घर आएँ। पाइबानी ओन मेन्युत इहान हिबिन, पाइबानी ओन मेन्युत इहान हिबिन, भाइक्का ओलेन अलुत आइका बासिनुत, यसरी पनि भन्न सकिन्छ। पाइबानी ओन मेन्युत इहान हिबिन, पाइबानी, पाइबानी भनेको दिन, ओन मेन्युत बित्यो, इहान हिबिन राम्रोसँग बित्यो। भाइक्का, भाइक्का भनेको यद्यपि, मेरो दिन राम्रोसँग बित्यो यद्यपि। ओलेन अलुत आइका बासिनुत, बासिनुत भनेको चाहिँ थाक्नु, थाकेको थिएँ भन्ने कुरा जनाउँछ। यद्यपि म निकै थाकेको थिएँ, दिन त राम्रैसँग बित्यो तर पनि म थाकेको थिएँ भन्ने चाहिँ यसले बुझाउँछ। अब अर्को क्वेसन रहेको छ मिता तेत भापा आइहाल्ला, तपाईँ खाली समयमा के गर्नुहुन्छ? मिता तेत के गर्नुहुन्छ? मिता तेत भनेको के गर्नुहुन्छ? भापा आइहाल्ला फुर्सदको समयमा के गर्नुहुन्छ? अब यसको उत्तर दिँदा चाहिँ हामीले भापा आइहाल्ला, भापा भनेको खाली, आइहाल्ला भनेको खाली समय, यहाँ भापा आइहाल्लाले चाहिँ खाली समय भन्ने जनाउँछ। खाली समयमा ओपिस्केलेन सुओमेया, ओपिस्केलेन सुओमेया, म फिनिस पढ्छु। ओपिस्केलेन पढ्नु, सुओमेया फिनिस। कात्सोन युट्युब भिडियो है त, र कात्सोन भनेको चाहिँ हेर्नु, म हेर्छु युट्युब भिडियो है त, युट्युबमा भिडियोहरू हेर्छु। या भिएतान, या भनेको चाहिँ र, भिएतान भनेको चाहिँ खर्च गर्छु अथवा बिताउँछु। भिएतान आएका इस्ता भिएनी कान्सा, र केही समय चाहिँ म साथीसँग बिताउँछु। भिएतान आएका इस्ता भिएनी कान्सा, म केही समय साथीसँग पनि बिताउँछु। ओपिस्केलेन सुओमेया, म फिनिस पढ्छु। कोस्का हालुवान पुहुवा, किनकि, कोस्का भनेको चाहिँ किन भन्ने अर्थ दिन्छ। कोस्का भनेको किनकि, हालुवान भनेको चाहन्छु, पुहुवा भनेको चाहिँ बोल्न,
सुओमेया पारेमिन भनेको चाहिँ फिनिस राम्रोसँग बोल्न चाहन्छु। म फिनिस पढ्छु किनकि म राम्रोसँग फिनिस चाहिँ बोल्न चाहन्छु भनेर चाहिँ यसरी यो सेन्टेन्स बनेको छ। ओपिस्केलेन सुओमेया म फिनिस पढ्छु कोस्का हालुवान पुहुवा सुओमेया पारेमिन म अझै राम्रोसँग फिनिस सिक्न चाहन्छु, त्यही भएर चाहिँ म फिनिस पढ्छु भनेको छ। अब 4थो नम्बरमा रहेको छ अर्को क्वेसन, मिक्सी ओपिस्केलेत सुओमेया। मिक्सी ओपिस्केलेत सुओमेया फिनिस किन पढ्दै हुनुहुन्छ? फिनिस किन पढ्नुहुन्छ? फिनिस किन पढ्नुहुन्छ? मिक्सी भनेको किन, ओपिस्केलेतलाई पढ्नु भन्ने अर्थ दिन्छ, सुओमेया भनेको फिनिस किन पढ्नुहुन्छ? यसको उत्तर रहेको छ, हामीले यसरी भन्न सकिन्छ, ओपिस्केलेन सुओमेया म फिनिस पढ्छु कोस्का किनकि हालुवान पारेयाता पारेमिन सुओमेसा। कोस्का किनकि हालुवान भनेको चाहन्छु, कोस्का हालुवान पारेयाता पारेमिन सुओमेसा म फिनिस पढ्छु ओपिस्केलेन सुओमेया म फिनिस पढ्छु कोस्का किनकि म फिनल्यान्डमा अझै राम्रोसँग आफ्नो काम चलाउन चाहन्छु। पारेयाता पारेमिन सुओमेसा अझै राम्रोसँग, पारेमिन सुओमेसा फिनल्यान्डमा अझै राम्रोसँग, पारेयाता राम्रोसँग काम चलाउन चाहन्छु। ओपिस्केलेन सुओमेया कोस्का हालुवान पारेयाता पारेमिन सुओमेसा म फिनिस पढ्छु किनकि म फिनल्यान्डमा अझ राम्रोसँग काम चलाउन चाहन्छु। हालुवान मेओस लोयता पारेमान पाइकान तुलेबाई सुडेसा म भविष्यमा राम्रो काम पनि पाउन चाहन्छु। हालुवान भनेको चाहन्छु, मेओस भनेको पनि, लोयता भनेको फाइन्ड भनेको खोज्नु, पारेमान पाइकान तुलेबाई सुडेसा भविष्यमा राम्रो काम पाउन चाहन्छु। म भविष्यमा राम्रो काम पाउन चाहन्छु। हालुवान मेओस लोयता पारेमान भनेको राम्रो, पाइकान भनेको काम, तुलेबाई सुडेसा भनेको भविष्यमा। अर्को क्वेसन रहेको छ, मिता तेइत एइलेन। मिता तेइत एइलेन हिजो के गर्नुभयो? हिजो के गर्यौ? एइलेन ओलिन तोइसा हिजो म काममा थिएँ। तोइडेन याल्केन, तोइडेन भनेको काम, याल्केन कामपछि, याल्केन काबिन भनेको चाहिँ म गएँ। तोइडेन याल्केन काबिन काउपासा कामपछि म चाहिँ, काउपा भनेको मार्केट, बजार, काउपासा काबिन काउपासा या तुलिन कोतिन त्यसपछि म घर आएँ। हिजो म काममा थिएँ। एइलेन ओलिन तोइसा हिजो म काममा थिएँ, कामपछि पसल गएँ, त्यसपछि म घर आएँ। तपाईँले यी क्वेसनहरूलाई चाहिँ धेरैभन्दा धेरै प्र्याक्टिस गर्नु होला। जति धेरै प्र्याक्टिस गर्नुभयो उति सजिलो हुन्छ। अब अर्को भिडियोमा हामी फेरि केही नयाँ कुराहरू सिक्दै जानेछौँ। भिडियो मन पर्यो भने लाइक गर्नुहोला, केही छ भने कमेन्ट पनि गर्न सक्नुहुन्छ। नहादान सेउरा भाषा भिडियो हामी अर्को भिडियोमा चाहिँ भेटौँला। मै